हामी आफ्नो दिनको सुरुवात कसरी गर्छौं हो यही कुराले हाम्रो पूरै दिन कस्तो जान्छ भन्ने तय गर्न सक्छ। आज हामी हिन्दू दर्शनबाट आएका दुईवटा एकदमै शक्तिशाली बिहानी अनुष्ठानहरूको बारेमा कुरा गरौं, जसले हाम्रो मन र शरीरलाई दिनभरका लागि तयार पार्न कसरी मद्दत गर्छ भन्ने कुराको गहिरो अर्थ बुझ्नेछौं। एकछिन सोचौं त, के बिहान उठ्ने बित्तिकै अलार्म बन्द गरेर फोन समातिन्छ, वा एकछिन शान्त भएर आफैसँग बसेर दिनको सुरुवात हुन्छ? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, किनभने हाम्रो दिनको पहिलो कामले नै दिनभरिको मानसिकता कस्तो हुन्छ भन्ने कुरालाई आकार दिन्छ। त्यसो भए आउनुहोस् एउटा यस्तो आध्यात्मिक अभ्यासको यात्रामा लागौं जसले हाम्रो भित्री संसारलाई बाहिरी संसारसँग जोड्छ। र यो सबै सुरु हुन्छ एउटा एकदमै सरल कुराबाट, हाम्रै आफ्नै हातबाट। ल, हाम्रो पहिलो अनुष्ठान। यसले हामीलाई बाहिरतिर होइन कि आफ्नै भित्र हेर्न प्रेरित गर्छ। यसले हामीलाई कुनै पनि कामको लागि तयार हुनु अघि आफ्नो भित्री शक्तिलाई कसरी चिन्ने भनेर सिकाउँछ। हो, यसलाई भनिन्छ कर दर्शनम। अब संस्कृतमा कर भनेको हात हो, अनि दर्शनम भनेको हेर्नु वा दर्शन गर्नु। तर यो खाली आँखाले हेर्ने कुरा मात्रै होइन नि, यो त भित्रैदेखि आत्मालाई शुद्ध गर्ने एउटा प्रक्रिया हो। यो अभ्यासको पछाडिको आइडिया त झन् कति गहिरो छ। हाम्रो हत्केलालाई एउटा सानो ब्रह्माण्ड जस्तै मानिन्छ। हेर्नुहोस् है, औँलाका टुप्पाहरूमा धन र कर्मको फलकी देवी लक्ष्मीको बास हुन्छ, अनि हत्केलाको बीचमा ज्ञानकी देवी सरस्वती हुनुहुन्छ, र हत्केलाको फेदमा त्यहाँ हुनुहुन्छ पालनकर्ता, र यो सारा अस्तित्वका मूल भगवान गोविन्द। त्यसैले जब बिहान उठ्ने बित्तिकै आफ्नो हातमा हेरिन्छ, तब यी तीनवटै शक्तिहरू धन, ज्ञान अनि पालन पोषण एकैचोटि याद आउँछन्। यसले गर्दा के हुन्छ त, मन एउटा उद्देश्यमा केन्द्रित हुन्छ र हातलाई कर्मको साधनको रूपमा सम्मान गर्न सिकिन्छ। अब आफ्नो भित्री संसारलाई त तयार पार्यो होइन, अब पालो आउँछ बाहिरी संसारसँग जोडिने। र यो दोस्रो अनुष्ठानले हामीलाई सिधै हाम्रो कर्म गर्ने ठाउँ, मतलब यो पृथ्वीसँग जोड्छ। यसलाई भनिन्छ भूमि प्रणाम। नामले नै भन्छ, भूमि भनेको पृथ्वी अनि प्रणाम भनेको अभिवादन। खासमा यो ओछ्यानबाट उठ्ने बित्तिकै जमिनलाई छुएर गरिने एउटा सानो तर एकदमै अर्थपूर्ण कार्य हो। यसको पछाडिको सोच त कति नम्र छ। यो वास्तवमा एउटा क्षमा प्रार्थना हो, किनकि हामी दिनभरि पृथ्वीमाथि हिँड्छौं, टेक्छौं, र त्यसरी हिँड्नु एक हिसाबले अनिवार्य भए पनि हामीले पृथ्वीलाई दुःख दिएकोमा क्षमा मागेको हो। हिन्दू दर्शनमा पृथ्वीलाई भूमिमाता भनेर एकदमै गहिरो सम्मान दिइन्छ। उहाँलाई भगवान विष्णुकी पत्नीको रूपमा पनि हेरिन्छ। कल्पना गर्नुस् त, समुद्रलाई उहाँको वस्त्र अनि पहाडहरूलाई स्तनको रूपमा देखाइएको छ। आखिर उहाँ नै त हुनुहुन्छ जसले हामीलाई अन्न, बास, पानी, हावा, हाम्रो अस्तित्वका लागि चाहिने सबै कुरा दिनुहुन्छ। ल, अब यी दुईवटा अनुष्ठान कसरी एक आपसमा जोडिएका छन् र कसरी यिनीहरू मिलेर एउटा पूर्ण सन्तुलन बनाउँछन् त्यो हेरौँ है त। हो, यी दुईटा कामहरू छुट्टा छुट्टै होइनन्। पहिले आफ्नो हात हेर्नु अनि त्यसपछि पृथ्वीलाई छुनु। यो क्रमले एउटा गजबको आध्यात्मिक पुल बनाउँछ। यसले हाम्रो भित्री तयारीलाई बाहिरी संसारप्रतिको सम्मानसँग लगेर जोडिदिन्छ। यसलाई यसरी पनि बुझ्न सकिन्छ है, कर दर्शनमले चाहिँ काम गर्ने मान्छे अर्थात् कर्ता र उसको औजार मतलब हातलाई तयार पार्छ, अनि भूमि प्रणामले चाहिँ त्यो काम गर्ने मञ्च मतलब यो पृथ्वीलाई सम्मान गर्छ र त्यससँग जोडिन्छ। त्यसैले यी दुईवटै अभ्यासको मुख्य उद्देश्य के हो भन्दा, दिनको काम सुरु गर्नुभन्दा पहिले आफूलाई भित्रैबाट शुद्ध बनाउने र बाहिरबाट चाहिँ ब्रह्माण्डको स्थिरता र पोषणको सिद्धान्तसँग आफूलाई मिलाउने हो। अब यो शुद्धिकरणको कुरा छ नि, यो बिहान मात्रै सीमित छैन। यो त हिन्दू दर्शनको एउटा एकदमै महत्त्वपूर्ण र निरन्तर चलिरहने सिद्धान्त हो। यस्तै अर्को एउटा उदाहरण हो आचमनम। यो भनेको पानी पिउने एउटा सानो अनुष्ठान हो। दिनमा धेरै पटक गरिन्छ र यसले शारीरिक र आध्यात्मिक दुवै तरिकाले शुद्ध पारेर शरीरलाई ऊर्जा दिन्छ भन्ने विश्वास छ। र अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न है, जसरी यी पुराना अनुष्ठानहरूले हाम्रो भित्री आत्मा र बाहिरी पृथ्वीसँग जोड्छन्, हाम्रो आजको बिहानीको बानीले जसरी उठ्ने बित्तिकै फोन हेर्ने वा समाचार पढ्ने हामीलाई वास्तवमा केसँग जोडिरहेको छ त? सोच्नुपर्ने कुरा हो होइन?